हामी अनि गाईघाट र बेटारको बिचमा हो अनि पानी यति बेसी पर्यो अनि सबैभन्दा पहिला चाहिँ हामी कहाँ जानु लागेको भनेर भन्छु म चाहिँ खोटाङ जाने हो आज अनि तर पानी एकदम धेरै परेर लागेको अनि मेरो लुगा सबै भिजिसक्यो यु क्यान सी देयर ओके अब हामी जाने पानीमा भिज्दै भए पनि यात्रा Hi everyone, finally आज डे 2 हिजो हामी यहाँ आइपुगेको आज चाहिँ हामी अनि टुवाचुङ डाँडामा प्लान्ट रोप्न लागिरहेका छौँ वृक्षरोपण कार्यक्रम रहेको छ त्यसको लागि हामीले वृक्षहरू ल्याइसकेका छौँ सरहरू हुनुहुन्छ यहाँ मिसहरू एन्ड हाम्रो सामानहरू चाहिँ यता हामी देख्न सक्छौँ दिज आर प्लान्ट्स द्याट वी गोना प्लान्ट टुडे एट टुवाचुङ डाँडा भन्छ यो ठाउँलाई चाहिँ एकदम के भन्छ ऐतिहासिक स्थल नै भन्नुपर्छ होला तयामा खियामाहरूले चाहिँ यहाँनिर तानको सुरुवात गर्नुभएको थियो अरे होइन लुगा बनाउने कपडाको सुरुवात सो यस्तो राम्रो ठाउँमा हामी आज वृक्षरोपण जस्तो राम्रो काम गर्न लागिरहेका छौँ अनि वेदर चाहिँ आज भन्नुपर्दाखेरि यस्तो साह्रो हुस्सु छ यहाँको अनि यहाँनिर यस्तो हुस्सु छ यस्तो चिसो छ त्यस्तो धेरै चिसो चाहिँ फिल भएको छैन हिजो थाहा छ सबै लुगाहरू भिजेर चाहिँ हाम्रो आउँदाखेरि पानी परेर लुगा सबै भिजेर चाहिँ आज लुगा पनि नभएको अवस्थामा यसरी आइरहेको छौँ एन्ड यो मसँग यो छ बट स्टिल त्यो चिसो भएर मैले लगाएको छुइनँ सो यो ठाउँमा चाहिँ हामी आज गर्दैछौँ काम म तपाईँलाई माथि गर्छु देखाउँछु केही Stay tuned for more updates. गोविन्दको लाउरे होइन कि हामी चाउरेहरू हो घाँस दाउरा काट्ने मान्छे हो अरू जस्तो स्ट्यान्डर्ड लाउरे भएर हिँड्नु पाएन हामी भनेको त अब घाँस काट्ने चिन्ता पुग्नु जे पनि गाई बसेको त हामी यसो जे पनि मालिक हो राजा हो अनि हामीलाई त कहिले पनि डोको नाम्री कसैको कचेरी कहिले पनि छोड्दैन के भारी धेरै भयो 华年的钟声敲响闪耀注视的光芒，烟花在夜空中绽放，激情把黑夜点亮。人们在广场欢唱，歌声在风中飞扬，新年的脚步越来越近，心中满是希望。璀璨的东方。 हामीले काम सक्यौँ है सबैजना खुसी हो यस्तो गर्नु न सबैले थम्स अप थ्याङ्क यू